एकछिन केही छैन अवश्य हुन्छ त नरिसाउनु होला त्यसको लागि चाहिँ तर यति मायाको लागि धेरै धन्यवाद छ। म छेत्रीको हुनेवाली बुहारी म गुरुङकी छोरी होला म फला लिमुनी त यस्तै पनि राम्रा नै हुन्छ कति राम्रा हो राम्रो झन् खोइ त हौ सबै यता हेर न हौ। हेलो नमस्ते स्वागत छ मेरो ब्लगमा। आयो बजार सबै सन्चै हुन्छ म एकदमै सन्चै छु। अहिले फिलहाल हामी छौँ शान्तिपुरमा जुन चाहिँ हिजोको त त्यति साह्रो मजाले हामीले ब्लग बनाउन पाइएन र आज हामी एकदमै स्पेसली बनाइन्छ। यता हाम्रो छन् विमल लिम्बू। नमस्ते म हो विमल लिम्बू र आज फाइनली आउनु पाइयो हाम्रो रिदम दाइको ब्लगमा र आफूलाई म प्राउड फिल गर्छु। आफू खुसी भइरहेको छु। सधैँ भिडियोमा देखिन्थ्यो आज रियलमा देख्न पाएँ। धन्यवाद र धन्यवाद। त्यस्तो होइन म त उसको पनि फ्यान हो होइन र एकदम जे होस् राम्रो लाग्छ सोचौँ सबैलाई र त्यही हो र जे भए पनि हामीसँग सबै विवेक छन् पङ्कज छन् है र एकदम सुन्दर तरिकाले आजको ब्लग बनाइन्छ। आज गएर गोर्खा महोत्सवको धेरैभन्दा धेरै चारैतिरको नजारा हरियाली सबै देखाइन्छ। हेर्दै जानु होला। लभ यु अल। हेर्नुहोस् आउनु भएको रहेछ हामीहरू चाहिँ अहिले आइपुगेका छौँ यहाँनिर यो स्टेट निकाल्नु होइन सम्पूर्णमा नमस्ते। के हो यो माको झन्नै तर्सेको यार म जे होस् एकदमै धेरै आनन्द लागिरहेछ। लु हेर्नुहोस् हाम्रो गोर्खा महोत्सव यो चाहिँ हाम्रो गोर्खालीको टाढे घर हेर्नुहोस् यस्तो सुन्दर तरिकाले बनाएको रहेछ। हामी त यहीँ बसेको भए भइहाल्थ्यो त अनि है तर यहीँ बसेको भए भइहाल्थ्यो। गोर्खाली टाढे घर यानि कि हाम्रो स्पेसली गोर्खालीको घर चाहिँ यो टाइपको हो क्या आफ्नो ट्रेडिसनल घर यो। अब यताबाट निक्ल्यो त हाम्रो विमल लिम्बूजी उठिसक्नु भएको छ ल बाबा लागिरहेको छ होइन यता हेर्नुहोस् किन प्यारे सी मुस्कान बहिनी पनि चिनाने रे मुस्कान बहिनी के छ कस्तो लागिरहेछ खुसी लागिरहेछ हैन यत्रो दादाहरुको सपोर्ट र यति माया पाएर त्यति खुसी लागिरहेछ
मलाई क्यामेराको पैसा गर्नु फोटो पनि खिच्नु त्यही हुनुपर्छ सबैले एकअर्कालाई साथ दिनुपर्छ होइन यता हाम्रो दिदीहरू हजुरलाई पनि धेरै धन्यवाद छ धेरै राम्रो लागिरहेको छ अनि हाम्रो शङ्कर दाई पनि यहाँ भेटेको छ जे होस् एकदमै ह्यान्डसम यस्तो ह्यान्डसममा आउनु भयो र त बबाल अनि भाउजूलाई चाहिँ नलिई आउनु भयो क्या हो भरे चलो ल ठिक छ ल बढिया बढिया दाई हेलो म फलानाको बुहारी म छेत्रीको हुनेवाली बुहारी म गुरुङकी छोरी होला म फलाना खोइ के हो मुक्त म इन्टरभ्यू लिउँ न इन्टरभ्यू लिउँ न यहीँको ल्याउन हामी छौँ नि जाऊ न भाइ यहाँ आम्बो के रे बाबु जरा एकछिन केही छैन अवश्य हुन्छ त नरिसाउनु होला ल त्यसको लागि चाहिँ तर यति मायाको लागि धेरै धन्यवाद छ ल तपाईँलाई के छ राजा हो ठिक छौ च्याब्रिङ भयो हुने एउटा कम्पिटिसन हुन्छ छैन गाउँका सबै लिम्बुनी नानीहरू आएछ यहाँनिर हेर्नुहोस् लिम्बुनी त यसै पनि राम्रा नै हुन्छ नि कति राम्रा हो राम्रा झन् खोइ त हौ सबै यता हेर न हौ नहीं 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 हम दूसरा को बीवी को भाभी सोचना है तेरा जैसा सोच नहीं है तो मेरा ना गाना नाच्नु बड़ा टुकटुक करे ना तिरसुली बागेर मनसाङरीमा झारेका भाइ अलिक सामने गर माइ ल हजुर नमस्ते छ हजुरलाई खुकुरी टोली हजुरले लिएर आउनु भएको जस्तो लाग्यो है एकदमै धेरै राम्रो लागेको थियो मैले लाइभ पनि गरेको थिएँ एकदमै धेरै राम्रो लागेको थियो जे होस् तहल्का मचाइदिनु भयो हजुरहरू कहाँबाट मणिपुरी बस्दै कछारी गाउँ बजार गाउँ एकदमै धेरै राम्रो लागेको छ र अनि के भन्न चाहनुहुन्छ त हजुर ओके 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 के छ हौ सर ल ठिक छ बबाल 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 ल यार बहुत अनि बहुत दिन पछाडि भेट भयो कमेन्ट शेयर र धेरै सपोर्ट गर्नु होला तपाईहरु ओके ओके ल राम्रो राम्रो ब्लग भेट्छन् रिदम ब्लगमा थ्यांक यू सो मच यता नयाँ नयाँ साथी पनि छन् साथी यता पवनजी ओ या बबाल बबाल ल थ्यांक यू सो मच थ्यांक यू